आज हाम्रो दशैंको दिन मुक्तिनाथको यात्रा ल हाम्रो केटाहरू सोल्ली यार हेर्दै हेर्नु यार सोल्ली यार के हो यार ठुलो बोल्यो यार सोल्ली यार ठुलो यता हुनुहुन्छ हाम्रो गुरुजी हो मुक्तिनाथ ल ल ल सोल्ली पुरा झ्यालमा बसेर मस्किरहेछ हाम्रो दाइ ल यही हो मुस्ताङ भनेको काकबेनी खण्डको त खाँदैन हो काकबेनी सोल्ली चला जाओ सोल्ली यार क्या ना जाए सुन नहीं सोल्ली यार sang dasego ya वही भी पनि मेरो आइमाला बिदमे परमाला चाहिँ बेवाला कति जावे जो हमको संगे जो हाम्रो मुक्तिनाथको यात्रा नेपाल यस्ता हो मुक्तिनाथ जाने बाटो नेपालको मरुभूमि भनेर मुस्ताङ नेपालको मरुभूमि ल खिङ्गा गाउँ हो खिङ्गा गाउँ यही हो खिङ्गा गाउँ अगाडि खिङ्गाको गेट रहेको छ 7-8 किलोमिटरको यात्रापछि खिङ्गा आइपुगेको छ खिङ्गा ल खिङ्गाको गेट है यो 7-8 किलोमिटर होला सायद खिङ्गा आइपुगेको छ अबको 5-6 किलोमिटर चाहिँ हामी मुक्तिनाथ पुग्नेछ यता छ स्याउबारी खिङ्गाको स्याउबारी यहाँ फेरि आफ्नै बाटो माटो घर अच्छा यता छ फेरि अर्को फापरबारी यो सबै फापरबारी फापरै छिटो छ अब यता यो सबै फापरबारी है मुस्ताङको एउटा मुख्य बाली एउटा मुस्ताङको मुख्य बाली फापर पनि हो एउटा स्याउ त त्यसै भयो नि स्याउ भने फापर सिमी मुस्ताङको मुख्य कृषि पेसाहरू योहरू चाहिँ खिङ्गा गाउँ यस्तै छ अब चिया बाटो यस्तै छ मुक्तिनाथ बाटो पनि फर्किसक्नु भएको जस्तो छ बिरालो खिङ्गा गाउँ ला 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 गते जाव मंगरे मला फुर्का जाय होयो ला फुर्का जाय लस 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 यो अगाडिको के गाउँ हो त यो अगाडिको झारकोट झारकोटपछि मुक्तिनाथ पुग्छ हैन मुक्तिनाथ माथिको यो अगाडि त झारकोट झारकोट
다들 일랑이 배경 아이 놀래지 아이고 졸래지 यता त खास स्याउहरू छैन जस्तो छ यार ओ ओ ओ ओ सबै मुक्तिनाथको टोलीहरू झारकोट मान्छेहरू किन मुस्ताङ मुस्ताङ भन्छ भने त यस्तो यस्तो ठाउँहरू पो मुस्ताङ आउँदो रहेछ मुक्तिनाथ मुस्ताङ जोङसोङ सबैजना किन भन्छ यस्तो यस्तो ठाउँ भएर पो सबै मुस्ताङ जान्छ हुँदो रहेछ ठाउँ यस्तो छ के नजान्नु मुस्ताङमा यो ठाउँहरू त स्वर्गै हो टाढो ठाउँ यस्तो छ अनि मेरो सल्ली किन नपल्किनु मुस्ताङमा सल्ली पुरै यस्तो यस्तो ठाउँ हेर मुस्ताङमा पल्किएर पानी पर्ने भनेको त चाँजै छैन माथि हिउँबाट आइसकेर हिउँ पर्ने रहेछ र मुक्तिनाथ कि 3 किलोमिटर अबको 3 किलोमिटर पछि हामी ट्याक्क मुक्तिनाथ पुग्ने छ साथीहरू ल यो अगाडिको माइक्रो हाई स्कुल मुक्तिनाथ हामी झारकोट आइपुग्यो अब झारकोट पछि अब 2 किलोमिटर र मुक्तिनाथ झारकोट गाउँ हो झारकोट ल झारकोट यस्तै हो मुस्ताङको घरहरू भनेको चाहिँ अब यस्तै हो यो चाहिँ बरु राम्रो रहेछ यार यो घर चाहिँ सबैको घर माथि दाउरा राख्नु भएको रहेछ मात्र 2 किलोमिटर अब मुक्तिनाथ पुग्नलाई 3 किलोमिटर पार गरिसकेको छ 1 किलोमिटर अब 2 किलोमिटर बाँकी मुक्तिनाथ पुग्नलाई ल बन्डी चाहिँ यता फेरि कसैले बेच्नलाई के हो बेच्न राखिरहेको रहेछ बिगाली हो त्यो यता फेरि यो पनि घर हो क्या हो यहाँ घर हो के हो यो घर हो यस्तो पनि घर हुन्छ यता छ फेरि अर्को के हो यो सुन्दर फलाएर बनाएर अच्छा ओ कत्रो लामो बसाएर रहेछ यार के साह्रो लामो बस यार मायालु दिलमा ठाउँछ मुक्तिनाथ बस स्टेसन
अब चाहिँ हामी गाडीबाट सल्ले कस्तो भयो ल साथीहरुको यात्रा कस्तो भयो आइमा नम्दिन्दिउ त ओइ यहाँ कोठी पनि डालङ हुन्छ ल अच्छा आए मे आसी ताई पाल क्या भन्छै क्या सिधै ल राबा न्यू हानिलाई रिप्लाई सोल्ली यार ल पुरानो मान्छे पाले हो पाले ल ल ल ल ल जसो तसो मुक्तिनाथ आइपुग्यो यसमै हामी खुसी छौँ केही छैन ल यो गाडीहरु चाहिँ सबै मुक्तिनाथको लागि पाले हजुर यसपालि बे गर्नुपर्छ यो दुईटाको चाहिँ मुक्तिनाथमा ल घोडा जस्तो घोडा हाम्रो दिदीले पनि घोडा चढ्दैछ दिदीले नि घोडा चढ्दियो मुक्तिनाथ यहाँ रहेछ मुक्तिनाथ ल मुक्तिनाथ यता छ मुक्तिनाथ अनि ल पूजा सामान लानुस् भाइ मम्मीहरुले कसो लानु बाटो अलि ठिक छैन यार यस्तो हिलो बाटो छ पानी पऱ्यो क्या हो हिजो बेलुका मेरो सत्यदेवीको भेना यार चिटिक्क परेर आगो बाटो हिलो रहेछ अप्ठ्यारो भयो नि यार हैन भेना हिलो लाग्ने हो नि यस्तो चरा चिटिक्क परेर आगो खेरा जाने भयो जुत्ता हेर्नु जुत्ता यस्तो फेरि राई समालको जस्तो छ मुझे यार ओए सुनिङला भिले यो मुझे यार ल 5 मिनेट ओ 5 मिनेट हिँडेपछि पुग्छ केटा हो अरे घोडा चढ्छ हामी जुत्ता चढ्नुपर्छ के गर्ने हामी घोडा हो हैन हिम नङ घोडा आइछि मुबे टुङ 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 बिस्तारै बिस्तारै ल फाइनल्ली हामी मुक्तिनाथ आइपुग्यो गेट चाहिँ यही हो है ल ल गेट चाहिँ यही हो सिडी गडा 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 गडा
कति हो 20 रुपैयाँ कति बेच्यो अगर आएको एउटाको 20 रुपैयाँ के बोल्दा सयपत्री हो ल एउटा लिनु पर्यो यो नानी खै ल्याउँदा एउटा 20 रुपैयाँ होइन यसको ल कहाँ हो बस्ने झारकोट कति यो नेपालको नक्सा मुक्तिनाथको चुते नक्सा हो क्या यहाँनिर चुच्चो पनि रहेछ ल सम्बा गुम्बा धारा खानुहोस् ता सुन दाइ इच्छा पुरा सिमफ्या तिमी उत्राइ सुन फेकाउला सिमुई हात धारामा नहोला भनेको त यो भित्र त चिसो पो भयो त यार के हो चलो भैया हौला भाइ दातै छैन रहेछ यार सुरु त ल ल ठोक्यो गराले ठोक्यो अच्छा अच्छा ल हट वाटर मन्दिर परिसर सफा राख हन 108 ल ल ल नुहाउनेहरू यस्तो छ पुरै ल सुमा जाए में मामी थोड़े ना ना बाबू का सिंगल कितने नीति नीलू रखते तो बाप अपना ल 108 हाल ल केटा भयो भयो ल यहाँ 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 नि ल ओ मा अरु है बाले है
पाले है मा घेरे फुर्लाको मा हो फुर्लाको हुँदै रेडी बादल त्रोय त्रोय ओए अच्छी बमा दल्ला गोले 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 लो अलि डुब पुरै डुब भरे चला जाओ